हेलो नमस्ते साथीहरू, नमस्ते, गुड मर्निङ, अभिवादन। सबै सन्चै आरामै हुनुहुन्छ होला भन्ने कामना गर्छु। साथीहरू, मित्रहरू, आजको विषम परिस्थितिमा फेरि अर्को भिडियो लिएर आउँदैछु, किनकि बाध्य बनाएपछि त बनाउनै पर्यो। किनभने एकातिर सरकार छ, अर्कोतिर जनता छन्। ती जनता बेरोजगार छन्। बेरोजगार भित्र पनि अब आज असार लागिसक्यो, आज 6 गते भइसक्यो। यहाँ भिडियो बनाम या केही पोस्ट गर्यो भने पनि रासपाका समर्थक साथी भाइ इष्टमित्रहरूलाई चित्त दुख्न सक्छ। चित्त दुखाइ हुन्छ उनीहरूको, तेरो के खाइदिएको छ र, तेरो के बिगारिदिएको छ भन्ने यस्ता खालका प्रश्न आउँछन्। तर मेरो प्रश्न के हो भने, सरकार चुनाव जित्नु पनि ठुलो कुरो रहन्छ। जनताले जसलाई चाहे त्यसलाई बनाइदिँदो रहेछ, जसलाई चाहे त्यसलाई भोट दिँदो रहेछ। तर भोट दियो भन्दैमा त्यसको दुरुपयोग होइन कि सदुपयोग गर्नुपर्ने ठाउँमा दुरुपयोग भयो। आजका सांसदहरूको हेर्नुहोस् त, फेसन सो जस्तो क्या। त्यो संसद भवन त फेसन देखाउने ठाउँ जस्तो, उनका आफ्ना पर्सनल गतिविधि देखाउने जस्तो, एउटा मजाक जस्तो, एउटा फिल्मको हल जस्तो वा नाटकीय ठाउँ जस्तो त्यस्तो बनाएका छन्। तपाईँ राम्रोसित निहाल्नुहोस्, हेर्नुहोस्, विचार गर्नुहोस्। राजाको शासनमा उनीहरूको नीति नै के थियो? जनतालाई दबाउने थियो, शोषण गर्ने थियो, दमन गर्नु थियो। सामन्तीहरूले गर्ने त त्यही हो। जब गणतन्त्र आयो, यो देशमा केही परिवर्तन हुन्छ, केही गरिन्छ भनेर